वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने 3 जना प्रहरीलाई कारबाही गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ उपरीक्षक एसपी शेखर खनालका अनुसार सो कार्यमा संलग्न 3 जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको हो। साथै उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको एसपी खनालले जानकारी दिए। वैदेशिक रोजगारीबाट बिदामा फर्किएका एक युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीबाट दुर्व्यवहारमा परेका छन्। दुबईबाट 31 चैतमा काठमाडौँ आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका हुन्। उनले प्रहरीको व्यवहार भन्दै सामाजिक सञ्जाल टिकटकमा राखेको भिडियो 30 लाख पटक भन्दा बढी हेरिएको छ। ओझाका अनुसार 10 दिनको बिदामा काठमाडौँ आएर विमानस्थल बाहिर निस्किँदै गर्दा एकजनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए। पहिले त्यसरी ल्याउन मिल्थ्यो, मैले त्यही हिसाबले ल्याएँ। उनी भन्छन्, सुरुमा मैले ट्याक्सी चाहिने हो भन्दै सोधेको थियो, चाहिँदैन भनेपछि विवाद सुरु भयो। आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए, तर प्रहरीले उल्टै दुर्व्यवहार गरेको उनी बताउँछन्। उनले त्यसबारे भिडियो बनाइरहेका थिए। त्यसबेला प्रहरीले मोबाइल खोज्न खोजेको देखिन्छ। सँगै रहेकी उनकी पत्नीले ओझालाई रोक्न खोजेको पनि देखिन्छ। तर रिसाउँदै आएका 3 जना प्रहरीले उनको हात पछाडि राख्छन् र तान्दै विमानस्थलको भवनभित्र लैजान्छन्। त्यहाँ उनलाई लछापछार गरेको देखिन्छ। ओझाका अनुसार उनलाई त्यहाँ पेटमा र खुट्टामा प्रहरीले हानेको थियो। आफ्नै देश आउँदा मलाई यस्तो व्यवहार गरियो, उनी भन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले भने उनले त्यसअघिबाटै विमानस्थलका कर्मचारीहरूसँग विवाद गरेको दाबी गरेको छ। एक प्रहरी अधिकृत भन्छन्, प्रहरीलाई विवाद गरेको छ, जुत्ता खोलेर हान्न खोजेको छ, त्यसपछि भित्र ल्याएको हो। जनतालाई यस्तो छ है, जनतालाई त्यसले खेल्यो नि त। ए हात नलाऊ है, हात नलाऊ छोटो। नेपाल पुलिसको ज्यादती, पुलिसको ज्यादती। पुलिसको ज्यादती। पुलिस